गर्भ बसेको थाहा पाएपछि खुसीले मन भरिन्छ, तर अचानक भित्रबाट एउटा डरलाग्दो क्षण आउन सक्छ जब तपाईँले रगत देख्नुहुन्छ। त्यो बेला मनमा हजारौँ प्रश्न आउँछन्। के मेरो बच्चाले केही भयो? के गर्भ खेर गयो? अब के गर्ने? गर्भावस्थामा रगत बग्नु भनेको नराम्रो सङ्केत नै हो भन्ने होइन, कहिले सामान्य त कहिले खतरनाक। आज हामी गर्भको सुरुका महिनामा रगत किन बग्छ भन्ने विषयमा कुरा गर्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र फलो गरेर लाइक, कमेन्ट, सेयर पनि गर्न नभुल्नुहोला। अब सुरु गरौँ। 1. इम्प्लान्टेसन ब्लिडिङ, भ्रूण टाँसिँदा हुने हल्का रगत। गर्भ बसेपछि सानो बच्चा वा भ्रूण पाठेघरको भित्तामा टाँसिन्छ। त्यो बेला हल्का गुलाबी वा खैरो दाग जस्तो रगत देखिन सक्छ। यो थोरै वा धेरै हुन्छ, 1-2 दिनमै रोकिन्छ, महिनौरी आउने समयतिर देखिन सक्छ। यो सामान्य कुरा हो, धेरै चिन्ता लिनु पर्दैन। 2. पाठेघरको मुख सर्भिक्समा परिवर्तन। गर्भ हुँदा पाठेघरको मुख नरम र संवेदनशील हुन्छ। त्यसैले श्रीमानसँग सम्बन्धपछि, गर्भवती जाँचपछि हल्का रगत देखिन सक्छ, यो पनि प्राय खतरनाक हुँदैन। 3. मिसक्यारेज, गर्भ खेर जानु। यदि गर्भ 24 हप्ताभन्दा अगाडि नै खेर गयो भने त्यसलाई मिसक्यारेज भनिन्छ। लगभग 5 मध्ये 1 गर्भ यस्तो हुन सक्छ। धेरैजसो सुरुका 3 महिना हुने गर्भ खेर जानुको कारण बच्चामा नै केही समस्या जस्तै क्रोमोजोमल एब्नर्मलिटिज हुनु हो, यो आमाको गल्ती होइन। लक्षणहरू: तल्लो पेट जोडले दुख्नु, रगत बग्नु, रगतसँग मासु जस्तो टुक्रा देखिनु वा कोकी जस्ता गर्भको लक्षण हराउनु। यस्तो भए तुरुन्त डाक्टर वा अस्पताल सम्पर्क गर्नुहोस्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो तपाईँको दोष होइन, धेरै महिलाले पछि स्वस्थ बच्चा जन्माउँछन्। 4. एक्टोपिक प्रेग्नेन्सी, पाठेघरभन्दा बाहिर गर्भ बस्नु। कहिलेकाहीँ बच्चा पाठेघरभित्र नभएर नली फ्यालोपियन ट्युबमा बस्छ, यसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ। यो एकदमै खतरनाक हुन्छ किनकि बच्चा पाठेघरभन्दा बाहिर हुर्कन सक्दैन। लक्षणहरू: पेटको दाहिने वा देब्रेतिर अत्याधिक दुखाइ, रगत बग्नु वा खैरो पानी जस्तो बग्नु, काँधको टुप्पो दुख्नु, पिसाब वा दिशा गर्दा दुख्नु, टाउको हल्का हुनु वा बेहोस जस्तो हुनु। यो आपतकालीन अवस्था हो, ढिला नगरी तुरुन्त अस्पताल गएर अपरेसन पनि गर्नुपर्ने हुन सक्छ। उपचार के हुन्छ? यदि गर्भ जाँच गर्दा पाठेघरभित्र राम्रोसँग बसेको छ भने प्रोजेस्टेरोन भन्ने औषधि खानुपर्ने हुन सक्छ। यो औषधि पहिलो गर्भ खेर गएको इतिहास भएमा अल्ट्रासाउन्ड गर्दा गर्भ ठिक भएको अवस्थामा दिनको 2 पटक 16 हप्तासम्म खानुपर्ने हुन्छ। तर औषधि सबैले चाहिन्छ भन्ने होइन, कारणअनुसार उपचार फरक हुन्छ। जाने: धेरै रगत बग्यो भने, पेट धेरै दुख्यो भने, टाउको घुम्यो वा बेहोस जस्तो भयो भने, काँध दुख्यो भने। अन्त्यमा म यही भन्न चाहन्छु, गर्भको सुरुमा रगत देखिनु सामान्य पनि हुन सक्छ, तर कहिले बेवास्ता भनी नगर्नुहोस्। समयमै जाँच गराउनु नै सबैभन्दा राम्रो उपाय हो। आजले स्वास्थ्य सन्देश यति नै, फेरि अर्को स्वास्थ्य सन्देशको बसाइमा भेटौँला। धन्यवाद।